घरमै लडेर घाइते भएका बालकलाई हेलिकप्टर मार्फत उद्धार। दर्शकबिन, रुकुम पूर्वबाट एक घाइते बालकको हेलिकप्टर मार्फत उद्धार गरिएको छ। जिल्लाको सिस्ने गाउँपालिका 3 पोखरा गाउँ निवासी लोकेन्द्र केसीका 7 वर्षीय छोरा प्रतुष केसीलाई थप उपचारको लागि हेलिकप्टर मार्फत उद्धार गरिएको हो। जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका अनुसार बिहीबार दिउँसो आफ्नै घरमा खेल्ने क्रममा बालक बारदलीबाट खसेका थिए। करिब 7 फिट माथिबाट खसेर गम्भीर घाइते भएका उनीलाई उपचारको लागि जिल्ला अस्पताल रुकुमकोट ल्याइएको थियो। जिल्ला अस्पताल रुकुम पूर्वका अनुसार घाइतेको दाहिने खुट्टाको घुँडामाथिको हड्डी भाँचिएको छ। बालक घाइतेको थप उपचारको लागि सुविधा सम्पन्न अस्पतालमा लैजान रिफर भएपछि नेपाली सेनाको NA066 कलसाइन हेलिकप्टर मार्फत नेपालगञ्ज ल्याइएको हो। जिल्ला अस्पतालमा सामान्य उपचारपछि रिफर गरिएका घाइते बालकको अवस्था मध्यम रहेको प्रहरीको भनाइ छ।